हेलो एन्ड वेलकम गाइज वी आर ब्याक अगेन। आज हामीसँग रहेको छ जर्मनी र कुराकाओको गेम एट 10:45 PM र दुईटै टिमले आजबाट आफ्नो वर्ल्ड कप क्याम्पेन अफिसियली रूपमा सुरु गर्दैछन्। जर्मनीको कुरा गरौँ भने लास्ट दुईवटा वर्ल्ड कपमा चाहिँ उनीहरू ग्रुप स्टेजबाटै बाहिरिनु परेको थियो, तर यो वर्ल्ड कप क्याम्पेनमा आइपुग्दाखेरि उनीहरूको प्लेयर्सहरूको इन्डिभिजुअल पर्फर्मेन्स क्लब लेभलमा एक्सेप्सनल रहेको थियो। सो हामीले जर्मनीलाई वान अफ द कन्टेन्डर मान्न सकिन्छ यो टाइटलको लागि। ल नागेल्सम्यानले आफ्नो टिपिकल फर्मेसन 4-2-3-1बाट स्टार्ट गरेर गेम प्रोग्रेस हुँदै जाँदाखेरि 4-3-3मा पनि एडेप्ट गरेको हामीले उसको प्रिभियस गेमहरूमा देखेका छौँ। कुराकाओको कुरा गर्ने हो भने यो उनीहरूको फर्स्ट वर्ल्ड कप टुर्नामेन्ट हुनेवाला छ र वर्ल्ड कप स्टेजमा आफ्नो नेसनलाई रिप्रेजेन्ट गर्नु नै उनीहरूको लागि एउटा हिस्टोरिक एचिभमेन्ट छ र यदि प्लेयर्सको क्वालिटीको कम्पेरिजन गर्ने हो भने त्यहाँ एउटा ठुलो ग्याप देख्न सकिन्छ हामीले। सो कुराकाओसँग आफूलाई हार्नलाई केही छैन र यदि जर्मनीले पोइन्ट स्लिप गर्यो भने उसले आफूमाथि नै एउटा अन्नेसेसरी प्रेसर पुट गर्नेछ र टुर्नामेन्ट अझै गाह्रो हुँदै जानेछ उसको लागि। सो तर प्लेयर्सको क्वालिटी र कोचलाई हेर्दा चाहिँ मैले जर्मनीलाई नै ब्याक गर्छु। सो मेरो प्रेडिक्सन चाहिँ जर्मनी 3 कुराकाओ 0। थ्याङ्क यू सो मच गाइज, सी यू नेक्स्ट टाइम, टिल देन पिस आउट।